हाम्रो जरा काट्थ्यो क्या साथी हो है। हाम्रो रुख ढल्ने बेलामा जरा काट्थ्यो क्या हाम्रो संस्कार संस्कृति परम्परा वेशभूषा भाषा भनेको चाहिँ हाम्रो जरा हो। हाम्रै 1 2 3 4 बाट उनीहरूले 1 2 3 मा पत्ता लागेको हो साथी हो। हाम्रै 7 वटा बारबाट हाम्रो सन्डेबाट हाम्रो रवि भन्न आइतबारबाट सन्डे बनाएको, हाम्रो मुन भनेको के सोमबार भनेको सोम भनेको मुनबाट सोमबार बनाएको, हाम्रै 365 दिनबाट चोरेर 365 दिन बनाएको, हाम्रो 1 लाई 1 गरेर 1 बनाएको, हाम्रो 2 लाई गरेर 2 बनाएको, हाम्रो 4 लाई गरेर 4 बनाएको। यिनीहरूको त आई वाला सिस्टम थियो नि त तिनीहरू हैन र। सबै हाम्रै चोरेको ज्ञान कहिले पनि सूर्य पश्चिमबाट उदाएको देख्नु भएको छैन नि। ज्ञान पनि कहिले पनि पश्चिमबाट उदाउँदैन, पूर्वबाटै उदाउने हो, हामीबाटै उदाउने हो। अहिलेको चेतनाको स्तरको कुरा गर्छु है त म यसैको डाक्टर। अहिले पृथ्वीको चेतना कुन स्तरको छ थाहा छ? 6औं स्तरको छ, लेभल 6 भन्छ नि सिभिलाइजेसनको है। हाम्रा पुर्खा कति स्तरका थिए थाहा छ है? 14 स्तरका थिए हाम्रा पुर्खा। पृथ्वी लोकमा बसेर पृथ्वी त सानो थियो हाम्रो पुर्खालाई। भूरलोक भुवरलोक स्वर्गलोक नर्कलोक सबैबाट चलाउँथे हाम्रा पुर्खाले। हाम्रा पुर्खा खतरा थिए के, हाम्रो इतिहास खतरा थियो, हाम्रो संस्कार संस्कृति संस्कृति महान थियो। भन्न खोजेको हाम्रो साल मेरो हजुरबाको नि हजुरबाले बनाएको घर अहिले पनि छ, 300 वर्ष भयो। फलाम भन्दा पनि बलियो साल। नेपालमा 3600 करोडवटा साल छन् अहिले है। त्यो मध्ये 50% काट्न मिल्छ। थाहा छ हजुरलाई कतिवटा छन् अरे नेपालमा साल? 3600 करोड गर्नु है गएर है। 2टा जिल्लामा अर्घाखाँची र कपिलवस्तु मात्र 86,04,000 वटा छन्। हामीले गनेर आछौँ त्यहाँनिर हिजै आएको है। नेपालमा कतिवटा फलाम खान्छ? त्यो साललाई कति पर्छ थाहा छ? एउटा सालको बोटलाई कति पर्छ एभरेजमा है? एकजना व्यक्तिको नाममा 12 वटा साल दिन मिल्छ क्या अहिले। एउटा साल 1 करोड पर्छ, 12 करोड भएन उसको हैन। हाम्रो भाइको गाउँमा छैनन् ती कुराहरू, मेरो गाउँमा छैनन्, तपाईको गाउँमा छैन, छ नि त, तर काट्नु दिँदैन। भनेपछि त 12 करोड रुपियाँ त अहिले छ नि हामीसँग। नेपालको एउटा माटो ढुङ्गाले कति पर्छ? हजुरलाई फलाम खानी भनौँ, नवलपरासीको फलाम खानी कति पर्छ? त्यहाँ कतिको फलाम छ थाहा छ? 10 खरबको फलाम त एक ठाउँमा छौँ। एकछिन है, तपाईँलाई युरानियम कहाँ छ थाहा छ? नेपालको फलाम खानी कतिवटा खान? 162 वटा फलाम खानी, 147 वटा तामा खानी, 47 वटा सुन खानी, 22 वटा हिरा खानी हैन, 6 वटा युरानियम खानी हैन। तपाईँलाई मैले बाँकी कुराहरू भनौँ, एकछिन बस्नु सर।